हेलो गाइज, नमस्ते सबैजनालाई। वेलकम टु मेरो ब्लगमा है। अनि नयाँ वर्षको सबैलाई हार्दिक शुभकामना। सबैजनालाई राम्रो होस्, सबैजनालाई सफल मिलोस्, यही छ मेरो शुभकामना है। मन परेमा साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। फेरि पनि यस्तो यस्तो भिडियो म लिएर आउनेछु तपाईँहरूको माझमा। सबैले साथ दिनु होला, सपोर्ट गरिदिनु होला। सपोर्ट बिनाको केही पनि छैन। सपोर्ट नभएर कोही अगाडि जान सक्दैन। त्यही भएर सबैले हेरेर साथ दिनु होला। आज मौसम अलि थियो। आज मौसम आज बिग्रियो, पानी पर्ला जस्तो भयो। खारीमा पनि पानी पर्दो रहेछ यार। परेको छ, पानी परेको छ। अलि छिटो हाने पानी पर्छ कि पर्दैन। ड्युटी आएर पानी पर्दैन, ड्युटीबाट गइसकेपछि बल्ल पानी पर्छ। यहाँ त त्यस्तो हुन्छ। पानी पर्दा ड्युटीमा पर्न नि यार, एकछिन आराम त हुन्थ्यो, अलिक शीतल त हुन्थ्यो। त्यही कहाँ भन्नु यस्तो हुन्छ र। यहाँबाट हिँडेर तल जानुपर्छ सामान ल्याउने ठाउँमा। गाह्रो छ, सकिँदैन। अहिले त शीतल छ। बिहान त शीतलै हुन्छ, तर दिउँसो त सकिन्न खटाउने त धेरै नै गर्मी हुन्छ। के गरी 2 वर्ष कटाउनुलाई यार। यो उसकोमा सकिन्न क्या, किनभने चाहिँ अब 25,000मा कहाँ सकिन्छ यस्तो गर्मीमा। आइयो अब जनतन गर्नै पऱ्यो, जनतन गराउनु पऱ्यो। त्यस्तो अब यहाँबाट फर्केर गएपछि काम गर्न सकेन, आएन अनि यता जाग्यो भने टिक्दैन भन्न किन अरूको नजरमा नराम्रो बन्ने होइन। त्यही भएर जसो तसो गर्नु पऱ्यो, 2 वर्ष कटाउनु पऱ्यो। हेरौँ के हुन्छ। सके गरमला, नसके मरमला, के अन्त अब। सो गाइज, हामीलाई के भन्ने, नेपालमा भइदिए ह्याप्पी न्यु इयर मनाउने हुन्थ्यो, गर्ने हुन्थ्यो। यहाँ त न छुट्टी छ न केही छ। सबैले ल्याएको छ, हिँडेको छ, गरेको छ, काम गरेको छ। त्यस्तै छ परदेशी जीवन हो, परदेशी जीवन। नि घाँस उठाउने हो। अच्छा गाह्रो रहेछ यार। हेलो सुकुल मिया मिया। नेपालमा भइदिएको भए पिकनिक जाने हुन्थ्यो, घर परिवारसँग गर्ने हुन्थ्यो अनि आमा बुवाहरूसँग समय हुन्थ्यो। ह्याप्पी न्यु इयर, नयाँ सालको शुभकामना सबजनालाई। के गर्ने हजुर, खारीमा त यस्तो गर्नुपर्छ, दुःख पैसा पनि यस्तै रहेछ। यस्तो गर्नुपर्छ हामीले काम। संसारमा पैसा पनि कमाउनै पर्यो। भए जति भने जति पैसा भयो त हुन्थ्यो, त्यही आएपछि गर्नै पर्यो। के सोचेर आएको थिएँ, के भयो यस्तो कामलाई पनि यहाँ 3 लाख लिएर खान्छन् यार। के गर्छन् यिनी दलालहरूले, के गर्छन्। कहिले दलालहरूलाई तलाउने मान्छे कोही छैन होला नि। के हेरे हाम्रो राज्यले यार, के हेरेको छ नेपालले। अब आउने दिन अनि के गरिरहेछ, यस्तो के भइरहेछ किसिम लाग्छ यार मलाई त। हामी गरिबका दिन त कहिले नआउने भयो। अब यस्तै हो। अहिले यो काम यो ग्यास जलाएर हिँड्ने छ, अहिले फेरि पछि फेरि अहिले अर्को काम गरेर हिँड्नुपर्छ। अर्को काम बोकेर हिँड्छ। एउटा कामको टुङ्गै हुन्न। कहिले के काम भन्न हिँडाइरहेको छ, कहिले के काम भन्न हिँडाइरहेको छ। भलो गर्नु राम्रोसँग दिँदैन। भलो गर्न बित्तिकै राख गाली गर्छ अहिले भन्छ। बङ्गालीमा साले बङ्गाली त खतम हुनु नै छ र नि। पहिलोचोटि विदेश भनेर
यस्तै रहेछ चुकीले लाउने चुकीले लगाउने नेपाललाई गाँड मार्छन् मिलेर गरम भन्दा त छैन त्यो नेपालले गाँड मार्छन् यस्तै छ हामीले त्यो खाल्टो त्यो खजुरीको बुटा खा त्यो खजुरीको बुटामा त्यो खाल्टो बनाएर अर्कोले उताएर पानी हाल्न आएको छ त्यो ट्याङ्कीले गाइज के गर्ने विदेशमा भने टिन खल्ली सलाल्ने कति गरिनु हुन्न हामीलाई यो काम गरेर खाने लेखा मान्छेले कहाँ र के होस् क्या खराब लाग्छ झ्याउ लाग्छ यार कस्तो काममा परेछ भने चाहिँ हेर्नुहोस् क्या खजुरी बुटाइदिनु खजुरी आउनु लाग्यो अब खजुरी आउनु लाग्यो पानी हाल्नुपर्छ यसरी यो पानी हाल्ने ठाउँ बनाएको हो यो त्यही टोयलेटको पानी हाल्छ विदेश भनेको विदेशै हो कि यहाँ जो त्यो टोयलेटको पानी त्यो गु त्यो माटो पुरै केमिकल हालेर यस्तामा काम पानी लगाउँछ यस्तो चिसो लगाउँछ काम लगाउँछ क्या यार सब यो टोयलेटको पानी हो यिनी फुलहरूमा यिनी खजुरको बुटामा सबमा हाल्छ विदेश भनेको विदेशै हो यसरी हाल्छ यिनीमा पानीमा हाल्छ यसरी पानी हाल्छ यस्तो बनाउँछ त्यो पानी स्मेल राम्रो आछ राम्रो आछ त स्मेल के सब टोयलेटको पानी हो नि फेरि यो सब टोयलेटको पानी सो गाइज यो अहिले यस्तो घाम चाहिँ शीतलमा बसेको छ यस्तो घाम चाहिँ यिनी घाँसहरू हो काट्ने यिनी घाँसहरू लामो बढेको हुन्छ त्यताको जस्तै काट्ने हो यस्तो काट्नुपर्छ यस्तो खाने बिजोग छ हजुर बिजोग छ हाम्रो त अरूलाई त छुट्टी दिन्छ होला हाम्रो त छुट्टी पनि दिँदैन सक्यो भ्याइएको छ अब जाने हो ड्युटीतिर उसमा रुमतिर जाने हो त्यही हो सबैले सपोर्ट दिनु होला साथ दिन सपोर्ट दिनु होला है मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सबैले साथ दिनु होला आम्दानी गाडीहरू लिएर जानु